Hello guys, welcome and welcome back to my channel. I am here again with new video. आज चाहिँ हामी मन्दिर जान लागेको मौला कालिका मन्दिर क्लासको साथीहरू मिलेर अनि यता घर भएको त म मात्र सबै उता छन् नि त अनि उनीहरू आउँदै छन् यताबाट म हिँडिरहेको छु लेट्स सी को फर्स्टमा पुग्छ कि मै पुग्छु होला पक्कै पनि तिनीहरू सबै भिडेरै गर्छन् सबैसँग भेट पनि भइसक्यो रेखा सुप्रिया सुशीला आइगर हामी चाहिँ बिच बाटोमा भेटेर मेजीको चढेर आएको क्या फेरि हामीले चाहिँ पूजा गरिसक्यौँ रेखा रेखा हजुर वैनीचोटिका हो क्या अनि सुशीला सुप्रिया पूजा गरेर आइसक्यौँ दर्शन गरिसक्यौँ अब हामी माथि जान्छौँ गाइज अहिले चाहिँ हामी के अरे यो चौतारामा आएर बसिरहौँ पुरै थकै लाएर रेखा थकै लाएर सासै कस्तो भयो अझै कति धेरै अझै 1100 सिरी चढ्न अझै उता लेखा उता उता बोटमा लेखा के अझै हिँड्न थकै लाएर खुट्टा कस्तो भइसक्यो अब पुग्नु त पुग्छ नभए ढिलो पुग्छ होला कतिखेर पुग्छ थाहा छैन अहिले कति बज्यो हेर न 7:22 भइसक्यो अहिले हामी 7:30 बजी बोल्ला त चौतारीमा हम त्यही हामी ढिलै हिँडेको थियौँ 7 बजी हिँडेको थियौँ होला मतलब सिडी चाहिँ हामी 7 बजीबाट चढेको थियौँ आई गेस त्यही भएर केही पनि भएन ठिकै हो 22 मिनट भयो गाइज अहिले घाम लागिसक्यो त्यही नै हामी आराम गरिरहौँ सुशीला यता रेखा यता सुप्रिया चाहिँ ब्याकग्राउन्डमा छ है गीत बजाउँदै गाइज हामी चाहिँ भर्खर मद बिसाउनीमा बसेर चाहिँ फेरि हिँड्न लागेको मद बिसाउनी यो के ए मद बिसाउने चाहिँ मतलब बिसाउने मात्र भनेको अब खाएको होटेलनिर आइसक्यौँ अहिले फर्केर खान्छौँ सुशीला एक हिँडेर फर्स्ट हो क्या रेखा ए रेखा सुप्रिया हाई अहिले टन्टालापुर घाम लागिसक्यो गाइज अहिले चाहिँ अब अघिसम्म घाम लाग्थेन अहिले फेरि घाम लाग्यो त्यही त होला त मान्छेहरू आज चाहिँ भिड छ किनकि आज शनिबार हो नि त त्यही भएर आई गेस हामीले भाइरल हुने भयो रुको जरा सबर करो गाइज हामी फाइनल्ली कति दुःख कष्ट गरेर मन्दिर आइपुग्यौँ सबैको हालत बिजोग छ यहाँ चाहिँ बाँदर रहेछ है मङ्की कस्तो दामी किला मोबाइल ननिकाल है बाबु फोटो खिच्नु रे राजवनी गाइस फाइनली हामी मन्दिर आएर पूजा गरेर लास्ट यही हो मौला कालिका मन्दिरको भ्यू चाहिँ है यो चाहिँ हाम्रो राम्रो गैडाकोट नारायणी नदी देखिरहेको छ बादर यता हेर हाई भन मङ्कु ए मङ्कु हाई भन हामी मन्दिर गएर तल झरिसक्यौँ अहिले चाहिँ अब फोटोहरू खिच्दैछन् साथीहरू हामी जान्छौँ तल फेरि आज कति धेरै बाँदरै बाँदर रहेछ क्या गाइज हामी चाहिँ अहिले माथि मौला कालिका के अरे के भन्छ अरे स्टेसनमा आइपुग्यौँ अब हामी केवल कहाँबाट तल झरेर जान्छौँ तिनीहरू चाहिँ टिकटक बनाउनु लगाएर अरे कस्तो राम्रो रहेछ क्या यहाँ कस्तो राम्रो गराएको
कस्तो राम्रो भ्यू यो घाँस चाहिँ यो चाहिँ कार्पेट रहेछ गाइज अहिले चाहिँ मैले सृष्टिको भ्लग ह्यान्डओभर गरिसकेको छु सृष्टि किन भन्दा सृष्टिले के बोल्न बोल्ने सृष्टिको भ्लग 5 मिनटभन्दा लामो भयो अरे अनि त्योभन्दा लामो बनाउनुको लागि भयो जे पाइ त्यही भ्लग गराउँदै हामी यहाँ मेरो हाई अन डिमान्ड हाई भयो अनि त्यही भएर अब चाहिँ हामी केबल कारबाट फेरि लाग्यौँ किनकि हामी यहाँ बस्नलाई आएको थियौँ एकछिन आराम गर्नलाई फोटो बनाउनलाई आएको फोटो त खिचेनौँ तर कति 10:30 भइसक्यो 10:30 बजी बल्ल हामी केबल कारबाट झर्छ यति ढिलो किनकि हामी यहाँ लगभग 1 घन्टा त बस्यौँ होला 1 घन्टा त होइन आधा घन्टा आधा घन्टा त बस्यौँ ढुक्क यता यिनीहरू दुइटा कालो कालो सेट मिलाएर राख्ने यिनीहरू दुइटा कालो निलो पाइन्छ त जुत्ता प्लान गरेर रहेछन् त्यही त हामीलाई नभनी यिनीहरू डुओ गर्दै हिँडिरहेछौँ हामी पनि डुओ हाम्रो कालो कालो छ जुत्ता हामी त झन् केही पनि मिल्दैन त्यही भएर नमिल्ने भएर त हामी डुओ यिनीहरू मिल्ने भएर यिनीहरू डुओ गाइज अब चाहिँ हामी फेरि खाजा खान आइसक्यौँ हामी खाजा खानालाई बसेको यहाँनिर भोक लाग्यो के मगाऊ तिमीले 2 प्लेट चप 2 प्लेट तेरीपुरी तरकारी टोटल 560 पैसा 560 भयो एकजनाको भाउमा 150 सुप्रिया चाहिँ वासरुम गएर आयो होइन ए हात धोएर थोरै रहेछन् आज है खाने मान्छे हामीले गरेर अनि सुशीला वाट्सअप अब चाहिँ हामी हात धुन लाग्यो गाइस हात धुने कुरा नि भन्नै पर्यो है गाइस सृष्टिले हात धुँदैछ सृष्टि हाम्रो खाजा आइसक्यो चप यो जेरीपुरी तरकारी यो चप र चटनी कस्तो छ सृष्टिला गाइस हामी खाजा खाएर पनि निस्क्यौँ अब लाग्यौँ बाटोतिर कति बज्यो अहिले त 11 बजिसक्यो हामी बिहान कति बजी आएको 7 बजी आएको 11 बजिसक्यो यार अब हामी बल्ल जाँदैछौँ किनकि हामी धेरै बसेर के त्यही भएर हो 12 बजीतिर घर त पुगिन्छ त्यही हो पुरै सुनसान उयो अल्छी हेर न पुरै सुनसान खाली छ है दिउँसो भन्छ ए ओके जान्छ नि न अब हामी फेरि हेलिप्याड जान्छौँ ओ माई गॉड हेलिप्याड त अघि नै गइसकेको थियौँ शिलाले फेरि अर्को हेलिप्याड अरे त्यही भएर अब हामी फेरि फर्किँदैछौँ घर जानको लागि कस्तो रमाइलो त बाटो पनि गीत लगाउ न गाइड हामी अघिदेखि गीत सुन्दै आइरहेको थियौँ बाटोमा स्पिकरमा बजाएर पनि गीत गाउँदै सुन्दै जान्छ सायद कपिराइट लाग्छ नत्र मैले गीत पनि सुनाइदिन्थेँ कि लाइक गीत गाएको पनि सुनाइदिन्थेँ तर कपिराइट लाग्छ नि त त्यही भएर बच्चाले खेल्ने पिङ रहेछ चिप्लेट रहेछ हामी चाहिँ पिङ र चिप्लेट खेल्न आएको फेरि एकछिन खेलेर जाऊँ भनेर वाउ यो पिङ भयो यतापट्टि चिप्लेटी उतापट्टि नि पिङ रहेछ ल है साथै यति सानो पिङ रहेछ यति सानो पिङ छ त्यही पनि तपाईँले मजा त आउँछ नि त है मेरो गाइज अहिले चाहिँ हामी यहाँ बसिरहेको घुम्ने कुरामा तर यो बिग्रेर रेखा
सृष्टिको मोबाइल मात्र घुमे है यो घुमे हैन अनि त्यसपछि यसरी गर न गाइज तर बिग्रेको रहेछ त्यो हामी बसेर एकछिन गफ गर्छौँ गफ त केही नि आन्नु यतिकै बस्छौँ बसेर घुम्नलाई रेडी भएको बिचरा घुम्दै घुमेन मसिनै घुमेन के ल्याउनु तेरो मलाई मात्रै कुर्ता लाएर आएको यिनीहरू त प्यान्ट टी सर्ट लाएर आएको गाइज भ्युज कति राम्रो सुप्रिया झुनिन लायो हामी चाहिँ एकछिन पिङ खेलेर चिप्लिटी खेलेर एकछिन हामी चाहिँ एकछिन बसेर आयो गाइज त्यही हो अब घर पुगिन्छ घर घरको सुतिन्छ खुट्टा दुखिरह पुल गाइज हामी फाइनली हामी अबे जल्दी बोल कल सुबह पनवेल निकल झरे मन्दिरबाट फाइनली लास्ट 12 बजिसक्यो 12 बजी बल्ल हामी फर्किँदैछौँ अझै पुगेको पनि छैन घर बल्ल मन्दिरबाट झरियो अब बिस्तारै बिस्तारै कति बजी पुगिन्छ थाहा छैन 12:30 बजीसम्म 12:30 बजीसम्म पुगिन्छ होला आई गेस द्याट्स आई थिङ्क सो घाम छ यस्तो टन्टलापुर फाइनली हामी माथि गएर झरिसक्यौँ खेतीमा छौँ घर जाँदैनौँ अहिले त आज बोल्नै नसक्नु भयो क्या हामी त त्यही भएर भ्लग पनि बनाएन बोल्नै नसक्छ किनकि उकालो चढ्दाखेरि त त्यो स्यास्या हुन्छ अनि त्यहाँ बोल्ने कुरै भएन ओह्रालो झर्दा गीत सुन्दै आयौँ कपिराइट लाग्छ अनि केही हुँदै भएन जति चाहिँ भयो नि सो गाइज आजलाई यति नै keep watching. Thank you for watching or keep watching funny. So bye.